प्रशस्त आराम लिने, पर्याप्त आरामले शरीरलाई संक्रमणसँग लड्न र छिटो निको हुने सहायता गर्छ। प्रशस्त तरल पदार्थ पिउने, खास गरी तातो तरल पदार्थ पिउने, आफ्नो अनुहारमा न्यानो भिजेको तौलिया राखेर कपडा वा तौलियाबाट बाफमा सास फेर्दै ओसिलो तापले सेक्ने। यसले साइनसको दबावलाई कम गरी साइनस प्यासेज खोल्नको लागि मद्दत गर्छ। ह्युमिडिफायर र भ्यापोराइजर प्रयोग गरेर आफ्नो बस्ने कोठामा आर्द्रता बढाउन सकिन्छ, ह्युमिडिटी बढाउन सकिन्छ। अल्कोहलबाट टाढा रहने, यसले साइनसको इन्फ्लेमेसन हुन सक्छ। भुइँकटर, अदुवा, मह, सिनोल, कर्ड लिभर, बेसारका विभिन्न ओइलहरूबाट स्टिम बाफ लिनाले पनि पिनासमा धेरै राहत मिल्छ। सिगरेटको धुवा, एलर्जी र साइनसका लक्षण बिग्रन सक्ने अन्य उत्तेजक पदार्थहरूको सम्पर्कबाट बच्न यसका पिनासबाट बच्ने विधिहरू